खाना नखाइकन निस्किने कुरा गर्नु भयो है क्या? तपाईँ हाम्रो दैलान टेक्न पर्दैन, अरू जोडदेखि हामी पनि तपाईँहरू दैलान टेक्दैनौँ। तपाईँहरूले जति हतार गरेर पनि खाना नखाइ निस्किन पाउनुहुन्न। त्यो जब 4 मुठी चामल भुलोको उमाला कति बेर लाग्छ र बस्दै गर्नु त? अरू कुरा भने त्यस्तै हो, पाके भात छोड्नु भयो भने तपाईँहरूलाई पाप लाग्छ। तपाईँहरूले चाहिँ बाहिर बाटोको खाना खाउँला भनेर सोच्नु भयो होला। तपाईँको पेट फुल्लो ढुम्म हुन्छ, त्यसले खाइसाध्यै हुँदैन। आजकल सबै सोडा हालेर बेचिरहेको हुन्छ बाटोमा। हेर्नु, म चाहिँ जता गए पनि अलिकति तातो भात नखाइ चाहिँ कतै पनि निस्किन्न। म त जोसुकै होस्, ठुलो पनि बानी नै छैन, खान्छु अनि मात्र निस्किन्छु। जति रुच्छ त्यति तातो, 1 गाँस 2 गाँस जति रुच्छ च्याप्प चेपेर हिँड्ने। तातो भात खा जस्तो अरू खाले हुन्न नि। तातो भात 1 मुठी मात्र खाए पनि त्यसले धेरै फाइदा गर्छ। मलाई त बहिनी खानै नखाएर सुक्या जस्तो लाग्छ। त्यति खानाले पुग्छ त अझै थप्नु त, थप्दिउँ त होला, थप्दिउँ त ल, थप्दिउँ त। थोरै थप्नुहोस् न, थोरै थप्नुहोस् त, तपाईँले खानुहुन्छ अझै थोरै थप्नुहोस् त। रुच्छ क्या, रुच्छ, खानुहोस् त, खानुहोस्। कहाँ एकचोटि थपे खानाले हुन्छ त? 2 चोटि नथपेको त हुँदैन नि, 2 चोटि त थप्नै पर्छ। उहाँलाई खाना थोरै थपिदिउँ त। तपाईँले त जुठो मुख मात्र गरेर छोड्नु भयो, त्यस्तो पनि खाना खुवाइ हुन्छ त? त्यत्रो ज्यान छ।